एकछिन गाइस भिडियो स्किप नगर्नुलाई त 2 मिनेट रोक्नु होला। 2 मिनेट यो भिडियो हेरेर जानलाई हाम्रो चाहिँ कटारीमा भइरहेको फर्स्ट कोरामा चाहिँ एकदम बवाल नै मजा आएको थियो। के कस्तो भयो त आज म भिडियोमा फुल देखाउनेवाला छु। र म चाहिँ अहिले कटारीतर्फ लागेर एउटा लिफ्ट दिनुभयो अङ्कलले, थ्याङ्क यू सो मच अङ्कललाई भन्दै म चाहिँ कटारी फाइनली पुगेँ पनि होइन। अनि आज चाहिँ कोरा चाहिँ के कस्तो भयो सबै भन्नेवाला छु। अनि जस्ट कि अहिले चाहिँ म युनिस ब्रदरको घरतिर जाँदैछु, साथीहरूले मलाई लिन पनि आयो होइन। अनि एउटा यसो भाइरल जङ्गलमा होइन एउटा स्टन हान्ने भनेर चाहिँ मैले साथीलाई अठाएर हुइली हान्न थालेँ। अनि चटो लाएर अनि यस्तो बवाल मजा आएको थियो कि अनि मेरो साथीले पनि हुइली त देखाइहाल्यो, यसको फेरि नक्कलै बेसी हुन्छ भनेर चाहिँ फेरि अब म पनि त्यसकै पछाडि हुइली हान्दै गएँ। अनि अर्कोले चाहिँ यस्तो महँगो साइकलमा हुइली हान्दै थियो कि हुइली हान्दै युनिस ब्रदरको घर त ठ्याक्कै पुग्यो पनि। युनिस ब्रो हुनुहुन्न भनेर खोज्दै गएको त लास्टमा साइकल बनाएर पनि राखेर युनिस दाइ त आफ्नै काममा बिजी र ह्यान्चेक गरेँ। अनि अर्कोले पनि मलाई ह्यान्चेक गर्नु खोज्दै थियो, बाई बाग भनेर इग्नोर हान्दै। र साना युनिस दाइको भाइहरूले चाहिँ अनि यस्तो स्टनहरू पनि देखाइरहेको थियो। अनि बबाल हामी चाहिँ जाँदैछौँ हामी कोराको लागि। जस्ट कोराको लागि जाँदाखेरि चाहिँ बाटोमा पानी परेर लुत्रुकै अनि स्लो मोसनमा यसो भिडियो बनाइदिएको त होइन। बबाल हेर्दै उडाउने पछार्ने बनाउने पसलमा पुग्यो युनिस ब्रदरको। अनि युनिस ब्रदरको साइकल चाहिँ एकदम बवाल थियो। अनि युनिस दाइ चाहिँ यसो कपाल सपाल काटेर आएर यसो साइकललाई चाहिँ बनाउँदै हुनुहुन्थ्यो भन्दा नि अब राखिदियो। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ कोरा स्टार्टिङतर्फ गोल पार्कतिर। अनि सबैजना निस्क्यौँ पनि अनि राइड पनि स्टार्टिङ भइसक्यो। अनि युनिस ब्रदरको स्ट्यान्डै छुट्टै छ क्या फेरि होइन, बवाल छ। अनि जस्ट हामी चाहिँ मोही खानालाई बस्यौँ, मोही पनि मैले लिइहालेँ। अनि भाइहरूको स्ट्यान्ड पनि खतरा नि। अनि युनिस ब्रदर चाहिँ साइकल बनाउँदा परिसान र म्यानुअल पनि हान्दै हामी चाहिँ गयौँ। अनि फेरि एकता अर्को पोइन्टमा गएर फेरि मोही खाना बस्यौँ। त्यसपछि कोरालाई अझै सक्सेस बनाऊँ भनेर चाहिँ बनियो भने मैले 2जनादेखि 3जनादेखि हुँदाहुँदै मैले चाहिँ 7जनासम्मलाई नागेँ। यहाँ चाहिँ मैले 7जनालाई नागेँ, यहाँ चाहिँ 5जनालाई नागेर स्विच ब्याक राइड प्लस युनिस ब्रदरको सर्फिङ हेर्दै हामी चाहिँ गयौँ। 7जनालाई नाग्ने च्यालेन्ज लिएर मैले चाहिँ नाग्दै थिएँ, एकदम बवाल नै मजा आयो है। नागे पनि लास्टमा गएर चाहिँ अनि हुइली हान्दै टक्क स्विच ब्याक राइड पनि हान्दै होइन मस्त राइड भयो क्या आजको चाहिँ। यस्तो बवाल यहाँनिर खाना सबैजना हामी साथीभाइहरूलाई चाहिँ हामी चाहिँ जस्ट स्ट्यान्डहरू पनि देखाएको थियौँ। लास्टसम्म बस्यौँ होइन। त्यसपछि अनि एउटा अङ्कलले भन्नुभयो खाना खान जाउँ भनेर। हाम्रो मेन अङ्कल चाहिँ उहीँ हुनुहुन्छ अङ्कल होइन, थ्याङ्क यू सो मच अङ्कललाई। रेस पनि आजको कोरा पनि राम्रो भयो प्लस मेरो स्ट्यान्डहरू पनि राम्रो भयो सँगसँगै होइन। अङ्कलले स्पोन्सर पनि गर्नुभयो, खाना फ्रीमै होइन, हामीलाई सबलाई हेल्प गर्नुभयो, थ्याङ्क यू सो मच अङ्कल। अनि युनिस ब्रदर पनि उता हुनुहुन्थ्यो। युनिस ब्रदर भनेको एकदम बवाल नै हुनुहुन्छ कटारीको राइडरमा। एन्ड युनिस ब्रदरकै कारणले यो सब भइरहेको छ। अनि उहाँ अङ्कलको कारण सबैजना मिलेर भनौँ न अब कटारीको जति पनि हुनुहुन्छ सबैजनालाई थ्याङ्क यू सो मच। नेक्स्ट टाइम पनि आउनेछौँ, बाई बाई।